नमस्ते साथीहरू। आज चाहिँ हामी जू घुम्न आएको थियौँ है। हजुरहरूलाई पनि यहाँको जनावर देखाउँछु म। भिडियोको अन्तिमसम्म बनिरहनुहोस् तपाईँहरू है। यो चाहिँ रेड पान्डा हो साथीहरू। यहाँ माथि रुखमा बसिरहेको छ। थुप्रै छ अरू वरिपरि है। यो चाहिँ घोरल हो। हाम्रोतिर चाहिँ पुरा जङ्गल वरिपरि है भिरभरि हुन्छ। यहाँ चाहिँ बारिएर राखेको छ है। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ। अन्त साथीहरू यो चाहिँ काला भन्छ हाम्रोतिर चाहिँ है, पुरा हुन्छ। यहाँ चाहिँ एक्लै सुतिरहेको छ। यो चाहिँ वन बिरालो साथीहरू। हाम्रो घरको बिरालोभन्दा चाहिँ अलिकति ठुलो हुँदो रहेछ है। तपाईँहरू देख्न सक्नुहुन्छ एक्लै बसिरहेको छ। यहाँको नजाराहरू देख्न सक्नुहुन्छ साथीहरू। एकदम रमाइलो छ है। तपाईँहरू आउन सक्नुहुन्छ यता घुम्नुको लागि। यो चाहिँ यको साथीहरू। अरू चाहिँ थुप्रै थियो अरे। अरू चाहिँ माथि कहाँ चढ्नु गएको छ अरे भन्नुहुँदै थियो यहाँको मान्छेले है। यहाँको हेर्ने मान्छेले। यहाँ चाहिँ एक्लै घाँस खाँदैछ अहिले। यो चाहिँ के हो साथीहरू चिन्नु सकेन है छल्लेकोले गर्दा। यो पनि चिन्नु सकेन साथीहरू। यो त बन्दै चिन्नु सकेन। तपाईँहरूले कमेन्ट गरेर भन्नुहोस् है के हो यो चाहिँ एक्चुअलमा चाहिँ। मैले चिनिनँ। यो चाहिँ बँदेलो साथीहरू। यो चाहिँ भुइँ खनिरहेको छ है। दुईवटा मात्रै रहेछ। सानो सानो छ है बिचराहरू। यो चाहिँ दुम्सी हो साथीहरू। यहाँ चाहिँ देखेको छैन है, भित्र लुकेको छ। अन्त अलिअलि देख्छ, हामीले चाहिँ क्यामेराले भेट्न सक्दैन, कालो देख्छ है। यो चाहिँ साथीहरू लेयोपार्ड हो कि न के हो है, म चिन्न सकिनँ। तपाईँहरू के भन्नुहुन्छ यसलाई। यो चाहिँ साथीहरू चितुवा है। हाम्रोतिर चाहिँ कुकुरहरू बोक्ने काम गर्छ यसले, कुकुरहरू खाने काम गर्छ। यो चरा चाहिँ के हो साथीहरू चिनिनँ है मैले पनि। ल यो चाहिँ मजुरो साथीहरू। दुईवटा रहेछ बालेपति बसिरहेको छ। यो चाहिँ चरा चाहिँ के हो फेरि कुनि। यो चाहिँ गडुल हो कि न गिद्ध हो कि हो। यो चाहिँ मजुरो साथीहरू है। ब्लू कलरको रहेछ यो चाहिँ। एक्लै छ है। यो पनि चिन्नु सकिएन। यहाँ चाहिँ स्याल चाहिँ ओपनली घुमिरहेको छ है। यसलाई चाहिँ केहीमा कैद गरेकै रहेन रहेछ। हाम्रोतिर चाहिँ यसले कुखुरा छोडेर बुर्कुट पार्छ, थुन्नु पर्ने यसलाई पनि। यो चाहिँ ब्लू सिप रहेछ है साथीहरू। यहाँ माथि चढिरहेछ। र आजको लागि चाहिँ यति नै। फेरि कुनै दिन भेटौँला अर्को भिडियोमा। बाई बाई।